अब चाहिँ पूजा गर्नको लागि जान्छौँ साथीहरू। के भन्नुहुँदैछ म तपाईँको एक्सप्रेसन थाहा छ? हामी सानो बेलामा के गर्थ्यौँ? सुन्तलाको यस्तो बोका तास्थ्यौँ होइन? हेलो साथीहरू, गुड मर्निङ, नमस्ते सम्पूर्णमा, वेलकम ब्याक टु माई च्यानल अगेन। दिस इज बिरमा पाण्डे। सो फेरि पनि आइसकेको छु न्यू डे न्यू ब्लगको साथमा साथीहरू। जहिले बिहानको सुरुवात चाहिँ यसरी हुन्छ। मैले 1 गिलास तातो पानी अनि ठुलो चम्चाको 1 चम्चा हनी अनि चिया सिड चाहिँ 1.5 चम्चा राखेर चाहिँ जहिले बिहान चाहिँ यसरी खाने गरेको छु। एकदम मिठो। अनि अहिले चाहिँ साथीहरू बिहानको 7 बजेको छ। सो म चाहिँ यहाँनिर माथि आएर तातो पानीहरू खाँदैछु। अनि आज चाहिँ दिनमा ब्लग गर्ने छु। सबैजना साथीहरूले चाहिँ भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। अनि भिडियो के कस्तो लाग्छ, यदि राम्रो लाग्यो भने चाहिँ लाइक कमेन्ट गर्न पनि नबिर्सिनु होला है त साथीहरूलाई। युजमलाई पनि मनपर्छ चिया सिड पानी चाहिँ। कस्तो लाग्यो? ममा धेरै गुलियो खाँदिन नि त हौ छोरू। ल साथीहरू, यहाँ हामी चाहिँ बिहान बिहान हामी चाहिँ यहाँनिर घाममा बसेर सुन्तला खाँदैछौँ। अनि हामीले सुन्तला चाहिँ केसरा तासेर नखाइकन यसरी राउन्ड सेपमा काटेर खाएको। देखाइदियो त बेबी कस्तो छ? कस्तो छ बेबी? मिठो नि? भने के हुन्छ? जाडो महिनाको चाहिँ स्पेसल यस्तै हुन्छ। घाममा बस्यो, सुन्तला खायो बिहान बिहान। थाहा छ? हामी सानो बेलामा के गर्थ्यौँ? सुन्तलाको यस्तो बोका तास्थ्यौँ होइन? अनि त्यस पछाडि साथीलाई नि हेर यसरी राख्दिउँ आइजमा। यसरी यहाँ हेर कस्तो पोल्थ्यो पो त बाबा। हिजो लिएको थियो बजारबाट। यस्तो फ्रेस सुन्तला रहेछ हौ। हुँदैन रहेछ भन्नु। बेबी ऊ माथि ओरेन्ज खानु आएको थियो, कहीँ छैन बाबा। के गर्नु टेन्सन भएर नि हराएर गयो त। अनि त जाँदैन, जान्छु त भन्दैछु तर यहाँ छटमै आएको छ नि हराएर नि। कहाँ गएछ देख्नु भएन तलतिर? खै कहाँ गयो नि पत्तो पाएको भए पो मैले भेटेको भए त म भनिहाल्थेँ नि पापा हजुर यहाँ लुकेको छ है बेबी भने। के को लुक्छ? ओरेन्ज खान्छु है ममा पनि भन्नु। बिहान बिहान ओरेन्जको जुस बनाएर पनि दिएँ, पढ्नु पनि लाएँ। तैँले लुक्छ, देखिने ठाउँमा लुक्छ फेरि पुन्टु। ल माम खामा आज त नि ओरेन्जको जुस बनाएर स्ट्रोमा दिएको बेबीलाई। हो त। सो साथीहरू, मैले चाहिँ माथि खानाहरू पकाइसकेर आएँ। अनि यहाँनिर चाहिँ तल सरसफाइहरू गर्दैछु। सनस्क्रिन एकदमै धेरै मनपर्छ। यो ट्रु डर्माको सनस्क्रिन रिसेन्टली मेरो एकदम फेभरेट सनस्क्रिन। सो अब हजुरलाई रेडी भएपछि भेट्छु र साथीहरू। मेरो मेकअप चाहिँ यस्तो रहेको छ। सो अलिअलि हल्का मेकअप गरेर रातो कुर्ता सुरुवाल लगाएको बेलामा अनि अहिले चाहिँ पूजा गर्न जानको लागि यहाँ म रेडी भइसकेको छु। सो लागौ है त।
मैले यस्तो दामी फुल लिएको छु, यस्तो दामी फुल फुलेको छु। यहाँ अगाडि बाटोमा फुल फुलेको थियो, यस्तो मिठो स्मेल छ। सो मैले पूजा गर्नका लागि वा कस्तो राम्रो फुल लिएर आएँ। अनि अहिले चाहिँ टिक्क लगभग चाहिँ पूजा गर्नको लागि जान्छौँ साथीहरू। आउनु बोइज फर्स्ट हो यो चाहिँ, लेडिज फर्स्ट नभइकन। आऊ छोरा पनि यता यता युराउनु उता हेर न पापा हजुरलाई, यता युराउनु। उताबाट घुमेर जान्छ तल होइन, यता तल यता लड्छ नि यता। अनि मात्रै ढलै गर्ने बेला पकाएको। हजुर त्यो चाहिँ बाङ्गो भएन अब भोलि रात पहेँलो मनालौ न त्यो रातो। साथीहरू हामी चाहिँ घरको चक पूजा गर्न जाँदैछौँ आज चाहिँ लास्ट साइत अरे। हामीले पैसा राखेर यहाँनिर यो नागहरू हो, नागलाई चाहिँ सिधा पारेर नलड्ने गरेर यहाँनिर पूजा नागको नि पूजा गर्नुपर्छ। धर्मेश्वर भगवान् नागले सधैँभरि हाम्रो रक्षा गर्नुहोस्। धर्मेश्वर घरको जग एकदम राम्रो होस्, सबै कुराबाट परिवारमा सधैँ सुख शान्ति राम्रो होस्। जानु कि क्या हो त हेर्दा दाजु एकछिन पर्नु है। कुछ त पर्दैन होला हौ। सुपारी सबै थोक राखिदिउँ। पुरिँदैन नि त पछि कुछ त। अनि यिनीहरू पनि त प्लास्टर त हुने सबै कुराहरू। सुपारी पनि उतापट्टि फर्काएर सेवा आरम्भ भएको छ, राम्रोसँगले सम्पन्न होस्। छुटपट गरेर नलागोस् तपाईँहरूलाई। मलाई टीका परेन कि चन्दन मात्रै लगाइदिन्छु नि त ल। हुँदैन ए हो
ल जान आज तपाईँहरूलाई पनि ढिलो भयो है। मेरो नानीको आज घरको जग पूजा गरेको आज बेबीको जग पूजाको अवसरमा बेबीलाई पनि भगवानले रक्षा गर्नुहोस्। ल बेबीलाई धेरै धेरै शुभकामना छ है त। मेरो सधैँ सधैँ मेरो बेबी बस्ने हो नि त घरमा नै। ल ममालाई हिँडा गर्नुपर्छ ल सानो। खै पापा हजुर पैसा होइन यहाँ त 10 रुपिस। लु भयो भयो। ल यो सबै लिनुपर्छ। मामाले भाक्कै बानी हुनेछ अरे मामाले मागेको राख्नुपर्छ। यहाँ शिरमा लाउनुपर्छ फुल त नि। अब चाहिँ ल सरासर काम सुरु हुनेवाला छ। अनि यता चाहिँ पिलरहरू उड्दैछ। यस्तो छ है त। ल तपाईँलाई पनि धेरै धेरै शुभकामना। सधैँभरि भगवानले रक्षा गर्नुहोस्। राम्रो स्वास्थ्यको कामना। मलाई टिका लगाइदिनु त बाबा। नयाँ घरको आज जगको शिलान्यास। घरको लक्ष्मी नयाँ घरको नयाँ जगको सुरुवात। राम्रोसँगले अब घर गरी खानु भन्नु न। आयो भाग्यवती हुनु। खै फुल चाहिँ कति होला भएको भिडियो यस्तो भन्दैछ। ल पूजा पनि गरिसक्यौँ। अब चाहिँ हामी के गर्ने घर जान्छौँ। ल कस्तो कडा घाम लाग्यो साथीहरू। ठिक्क 12 बज्यो नि त। अनि हामीले पूजाहरू गरेर सकिसक्यौँ। अनि ठिक्क आजकै साइत रहेछ ठिक्क। अनि आज चाहिँ पूजा आज चाहिँ नभएको भएदेखि फेरि फागुनमा मात्रै साइत रहेछ। अन्त त्यही भएर हामीले चाहिँ आज यो मङ्सिरको लास्ट साइत आज कति 20 गते छ पूजा गरिसकेको छौँ। अनि अब जस अब थुप्रो काम छ। अब निरन्तर कामहरू चाहिँ आजदेखि चाहिँ जस जगहरू अब बसिसके पछाडि चाहिँ पिलरहरू उठाइसकेपछि आज बक्साहरू बनेर चाहिँ सुरु कामहरू सुरु हुन्छ। सो साथीहरू यता चाहिँ सामानहरू यस्तै छ। त्यहाँ सिमेन्टहरू राखेको छ। ल एकदम अहिलेको सिजन त ठिक्क न जाडो न गर्मी ठिक्क खालको सिजनमा चाहिँ कामहरू भइरहेको छ क्या। सो रमाइलो छ साथीहरू। हुँदैन बाबु हुँदैन घुमाउनु हुँदैन हुँदैन सानो। आऊ बेबी जाऊ। ल साथीहरू यहाँमा चाहिँ भक्का खानु मन लागेर बिर्तामोड जाँदैछु भक्का लिनको लागि। बाटोमा छु। ल साथीहरू अहिले चाहिँ म जाँदैछु बिर्तामोड। अनि बिर्तामोड चाहिँ म चाहिँ भक्का लिनको लागि जाँदैछु। अनि बाहिर चाहिँ हल्का जाडो जाडो खालको रहेछ। सो मैले चाहिँ यहाँनिर ज्याकेट लाएर चाहिँ जाँदैछु। अनि अलिकति घाम त छ तर घाम भए तापनि चिसो चिसो छ कि हावा चाहिँ। सो लागौँ है त साथीहरू। म भक्का लिएर आउँछु। आज चाहिँ हामी खाजा चाहिँ भक्का नै खाने। सो लागौँ। ल साथीहरू बाहिरतिर तोरी पनि फल्नु थालेछ हेर्नु है त। ल साथीहरू म चाहिँ बिर्तामोड आइसकेको छु। ल अब यहाँनिर चाहिँ म नरिवलको पानीहरू खान्छु। ल साथीहरू म चाहिँ नरिवलको पानी खानु आएको छु। मिठो छ नि अङ्कल। यहाँ जहिले आउँछ नि त पानी खानुलाई। यो चाहिँ किर्सितोको साथीहरू हाम्रो बिर्तामोडको। ल मेरो स्कुटी पर राखेको क्या। ल साथीहरू म चाहिँ नरिवलको पानी खान आएको छु यहाँनिर।
150 को लानु नि बरु 150 को लिनु कति भयो चारटाको 60 ए तपाईँलाई चाहिँ दिने नि पैसा के पकाउनु भयो आन्टी चप आलु जाडोमा त है यस्तो त चल्छ यो चाहिँ के हो यो चाहिँ मालपुवा कति पर्छ यसको चाहिँ गुलियो किन निलो हुन्छ गुलियो गुडियो मालपुवा ए मैदाको हो होइन आटा खुद्रा रहेछ ल तातो तातो भक्का खानुहोस् कस्तो छ भनेर टेस्ट गर्नु है के भन्नुहुँदैछ म तपाईँको हेर्सी एक्सप्रेसन भन्नु कस्तो छ मिठो आज त अर्कै ठाउँबाट लिएको बाबा त्यो ठाउँमा थिएन त साथीहरू तातो तातो भक्का खानुपर्छ अब सिलाइसकेको छ नि यहाँ त आफै निकालेर खायो मस्त भोक लाग्यो फेरि बाबा आनन्द भयो पेटमा कालो आउँदैछ यहाँ किन अँध्यारो आयो भोका पार्टी सो साथीहरू अहिले म चाहिँ किचनमा छु अनि किचनमा हजुर एउटा एकदमै टेस्टी एकदमै मिठो वाउ खालको रेसिपी पनि मैले पकाइसकेँ रेसिपी सेयर गर्न सकिनँ सो नेक्स्ट भ्लगमा रेसिपी सेयर गरौँ तर एकदमै मिठो एकदमै टेस्टी खालको केही खानेकुराहरू चाहिँ म देखाउन गइरहेको छु सो के होला हजुरहरू गेस गर्नु न साथीहरू एकदमै मिठो हुन्छ सो मैले चाहिँ दिउँसो भ्लग गर्दै थिएँ सो किचनमा आएर केही कामहरू गर्न थालेपछि भ्लग गर्ने बिर्सेछु सो एकैचोटि अहिले देखाउन जाँदैछु सो साथीहरू यहाँ चाहिँ ट्राई गर्न जाँदैछु कस्तो भएछ कुखुराको खुट्टी अचार ल ट्राई गरौँ है त ठुलो रहेछ म त खानुभन्दा पहिला मेरो मुखमा पानी आइसकेको छ किनकि एकदमै धेरै पिरो अकबरे खोर्सानी त मैले 8-10 वटै ल्याएको थिएँ होला अनि त्यस पछाडि कागतीको रस राखेर यस्तो मजाले बनाएको छु कि साथीहरू ट्राई गरेर ल खुर्सानी खाना खाँदा जहिले पेट टाक खोल्नुपर्छ है साथीहरू म चाहिँ कस्तो मिठो भयो यहाँ खानासँग पनि खाइदिनु पर्यो मिठो एकदम मिठो एकदम पिरो
सो साथीहरू यहाँमा चाहिँ खाना खानु तल आइसके अनि खाना चाहिँ एकदम मिठो एकदमै टेस्टी भएको थियो। सो हजुरहरूलाई पनि त्यो रेसिपी चाहिएको छ भने चाहिँ तल कमेन्ट गर्नुहोला। सो म हजुरहरूलाई रेसिपी सेयर गर्नेछु। अनि आजको भिडियो यति नै गाइज। के कस्तो लाग्यो भिडियोहरू अन्तिमसम्म आइदिनु भएकोमा थ्याङ्क यू सो मच फर वाचिङ। मच लभ। बाई बाई, टेक केयर, गुड नाइट गाइज।